यो भिडियो हेरेर म अचम्म परिरहेको छु के। यस्तो विचार, यस्तो देशभक्त जुन छ नि उमा, अरे बाप रे। हामीले यदि उहाँलाई हामीले यदि चुनेन भने, यो फागुन 21 गते हामीले जिताएन भने हामीले यस्तो खालको नेता हामी 50 वर्ष या 100 वर्षमा हामीलाई यस्तो नेता पाइँदैन है। यो चाहिँ 100 मा 100 भन्न चाहन्छु, किनकि यस्तो पावरफुल, यस्तो दम भएको मान्छे र यस्तो मान्छेलाई हामीलाई सधैँ अँगाल्नुपर्छ। चुनाव चिन्ह हात कुटेर नफाल्नु। त्यो चुनाव चिन्ह भनेको पछि तपाईँले मलाई मुद्दा लगाउने आधार हो। त्यो लेखेर राख्नु, त्यो सेभ गरेर राख्नु। अनि मैले लेखेका कुराहरू अनुसार काम गरिनछ भने पछि तपाईँले मलाई मुद्दा हाल्नु है। कागज दियो, खाली हामी के गर्छौँ, सोली बनाउँछौँ यसो गोलीमा। त्यो कागज भनेको तपाईँले पछि मलाई जिताएर पठाएर मैले काम गरिनछु भने त्यसकै आधारमा मलाई मुद्दा हाल्ने प्रमाण हो क्या। त्यो नफाल्नु।